तिर हेर्नुहुन्छ भने हेर्नुहोस् पुरा यसरी छाँगा बगिरहेको छ पुरा चाहिँ यसरी चाहिँ हाम्रो नेपालको भूभाग चाहिँ यसरी चारैतिर यस्तो सुन्दर। ल गाइस हाम्रो यात्रा चाहिँ अब गोसाइँकुण्डतिर भइरहेको छ। भिडियो जाओस् छोटो मिठो। ल गाइस हो गाइस भिडियो हामी चाहिँ अहिले कति माथि आयो रे मामा? 4200 हाइटमा आइसक्यो हामी। 4200 हामी अहिले 4200 फिट माथि आइसकेका छौँ। अब हामी कति माथि पुग्छौँ मामा? अब हामी लगभग 4800 सम्म हामी चाहिँ भनेपछि अब हामी 600 सूर्यकुण्डसम्म पुग्ने चाहिँ हाम्रो योजना छ अहिले। हामी त्यसलाई निरन्तरता दिँदैछौँ। ल 5500 मात्रै हो र? 49 4900 मिटर हाइटमा हामी जाँदैछौँ। 500 47 छ के उयो हिमालको मुनि। ल हामी अब योभन्दा माथि गएपछि फेरि ठोकौँ भाइ ठोकौँ। यही जस्तो आउँछ तपाईँहरूलाई देखाउने छौँ। उकालोमा हामी निकै थाकिरहेका छौँ, त्यही भएको भएर गाह्रो छ। हिँड्न गाह्रो भइरहेको छ। हामी यताबाट जाँदाखेरि चाहिँ सुन्दरी जल जान्छौँ। ठिक छ ओ त्यो काम भएर जाने कि क्यामै क्याम हेर्नु न यो क्याम देखिरहनु भएको छ तपाईँहरूले। ल यताबाट चाहिँ बाटो म्यापमा हेर्दा नजिक देखिरहेछ। यो हिमाल चाहिँ के हिमाल रे? नजिक ठ्याक्कै के यो उता अङ्कल यो हिमाल के हिमाल रे? यो 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 गणेश हिमाल। यो गणेश हिमाल। हामी गणेश हिमाललाई देखाइरहेका छौँ। ट्र्याक्क लाएर ल हामी यो पछाडि तपाईँले देखिरहनु भएको हिमाल कञ्चनजङ्घा हिमाल हो। ल गाइस हाम्रो साथीहरू हिँड्न नसकेर पछाडिबाट आउँदै हुनुहुन्छ।